भोल्युम बढी आयो अथवा सेलिङ भोल्युम बढी आयो भनेर आइडेन्टिफाई गर्ने टुल हो यो। यसले चाहिँ के कुराको अलिकति ग्यारेन्टी गर्छ भन्दाखेरि चाहिँ हजुरलाई चाहिँ 3 दिनमा चाहिँ जुन सेयर खातामा आउँछ खातामा आउन्जेलसम्म चाहिँ लस चाहिँ कम हुने प्रफिट चाहिँ बढी हुने। सो यो कुरालाई र अर्को एउटा कुरा छ त्यो कुरालाई बोथलाई जोडेर म तपाईहरुलाई हेर्न सिकाउँछु। सो त्यसले चाहिँ तपाईले कहाँ हेल्पफुल हुन्छ भन्दाखेरि चाहिँ लाइफ टाइममा चाहिँ अब धेरै मान्छेले गर्दिन भन्दा भन्दै पनि लाइफ टाइममै हुन्छ नि प्रिभियसली गरेको डिसिजन सबै बिर्सेर हामी के गर्छौं भन्दाखेरि जब मार्केटमा बस्छौं मार्केटमा बसिसकेपछि चाहिँ हामी के अलिकति बिर्सिन्छौं के बिर्सिसकेपछि हामी किन्न मन लाग्छ बेच्न मन लाग्छ केही न केही कुछु गर्न मन लाग्छ। सो त्यो टाइपको मान्छेहरुलाई चाहिँ कहाँनिर हेर्यो भने चाहिँ अलिकति बेस्ट हुन्छ भनेर म भन्दै है त। एउटा चाहिँ मैले यो अहिले तपाईलाई देखाइरहेको यो बाइसेल भोल्युम सिग्नल छ एउटा र अर्को भनेको चाहिँ यहाँनिर हजुरहरुले हेर्नुभयो भने यहाँ एउटा ट्रेडिङ सिग्नल एन्ड टाइप्समा चाहिँ रिलेटिभ स्ट्रेन्थ भन्ने छ है। अब हजुर 3 दिनको लागि ट्रेड गर्दै हुनुहुन्छ नि अहिले म मेन फोकस 3 दिनकै लागि अथवा 5 दिनको लागि भनेर भन्छु हैन अनि त्यसपछि आफ्नो हिसाबले भन्नु होला। अब यो सबै फिचर एक्सप्लेन गरेर एकै दिनमा चाहिँ सकिदैन। सो मेरो सजेसन चाहिँ के हुन्छ भन्दाखेरि यो रिलेटिभ स्ट्रेन्थ भन्ने जोनमा आइसकेपछि रिलेटिभ स्ट्रेन्थ अब तपाईले 3 दिनको लागि ट्रेड गर्दै हुनुहुन्छ भने तपाईले चाहिँ यहाँ एउटा आरएस रेटिङ भन्ने देख्नुहुन्छ हैन अनि 5 डे आरएस रेटिङ भन्ने देख्नुहुन्छ। यो जुनै पनि आरएस रेटिङ यदि 80 भन्दा माथि है 80 भन्दा माथि अथवा बेस्ट भनेको 90 भन्दा माथि अहिले यहाँ तपाईको टपमा चाहिँ इनरु आइराछ हैन मैले 50 लगाए यो टपमा। अब यो के हो भनेर आरएस रेटिङ मैले अहिले तपाईलाई चाहिँ एक्सप्लेन गरे भने यो एउटा बुझाउनै धेरै टाइम लाग्छ हैन। अहिले मैले सिम्पल कुन भ्यालु हेर्ने भनेर भन्दिन्छु है। सो आरएस रेटिङमा चाहिँ यो 80 भन्दा माथि है जस्तो 80 भन्दा माथि भएका अथवा 85 अब मैले हेर्दाखेरि 90 भन्दा माथि भएका कम्पनीहरु तपाईले यहाँबाट फिल्टर आउट गर्न सक्नुहुन्छ है। मैले यो 3 डेज 5 डेज को ट्रेडिङको लागि भनिरहेको छु है। त्यो कम्पनीको लिस्ट चाहिँ यहाँ आएको हुन्छ। अब यहाँ प्लेयर छ छैन यो छ उ छ त्यो हामीलाई मतलब भएन कि चाहिँ मार्केटमा नेरेटिभ बनिरहेछ छैन हामीलाई त्यो पनि मतलब भएन है। हामीलाई मतलब के मात्र भयो भन्दाखेरि ट्रेडिङ गर्नु छ यसको फन्डामेन्टल के छ कसो छ अहिलेको कन्टेक्स्ट है ट्रेडिङ गर्नको लागि हामीलाई त्यो पनि मतलब भएन फन्डामेन्टल यताउता त्यो पनि मतलब हामी के हेर्छौं भन्दाखेरि चाहिँ आरएस रेटिङ 90 भन्दा माथि अझ बेस्ट है त 90 भन्दा माथि भएको कम्पनीको लिस्ट निकाल्छौं है। त्यो हाम्रो चाहिँ वाच लिस्ट भयो मान्नु अहिलेलाई हैन। सपोज अब कुनै पनि कम्पनी छ अब हजुर मध्ये कुनैले यही टप मध्येको एउटा कम्पनी छान्नु त कुनै एउटा कम्पनी एकजनाले नाम लिनु अनि म के हो प्रोसेस भनिदिन्छु सर एमएफआईएल ल एमएफआईएल हैन एमएफआईएल यो त यही खुल्यो है। अब यसको मेन कोर कन्सेप्ट भनेको के भन्दाखेरि आरएस रेटिङ अहिले कति चलिरहेछ यसको पर्किन है यो हामी यतापट्टि गयौं यहाँ अर्को ट्याब खोलौं। अब मैले एमएफआईएल भन्ने कम्पनी खोले र यसको आरएस रेटिङ कति छ अहिले एमएफआईएल 97.58 छ स्ट्रङ लिडरकै रूपमा आइराछ र यसको हामीले चाहिँ आरएस लाइनहरु पनि हेर्न सक्छौं है हरेकको चाहिँ ट्रेन्ड के छ भनेर पनि हेर्न सक्छौं। सबै थोक त भन्न सकिदैन अहिले ट्रेन्ड पनि हेर्न सकिन्छ है। ट्रेन्ड हेर्ने हो भने चाहिँ अब आरएस यसको चाहिँ अहिले टपमा गएर कन्सोलिडेट भएर तलतिर अलिकति गइरहेको देखिन्छ है। अब यसको अहिले यो ट्रेन्ड लाइन के भइराछ यो यतातिर नजाउँ। यसको कोर कन्सेप्ट भनेको चाहिँ हामी चाहिँ यसलाई चाहिँ मन्थली क्यान्डलमा चेन्ज गर्छौं है मन्थली क्यान्डलमा चेन्ज गर्छौं र मन्थली क्यान्डलको लो है मन्थली क्यान्डलको लो
को नजिक तपाईले चाहिँ यो कम्पनी भेट्नुभयो जुनै पनि रेटमा है। यो आरएस रेटिङ 90 भन्दा माथि भएकोमा मन्थली क्यान्डलमा चाहिँ के अरे अहिले यसको हेऱ्यो भने 719 देखि 729 देखिँदो रहेछ होइन। तपाईले चाहिँ मन्थली क्यान्डलको लो साइडमा चाहिँ तपाईले कुनै पनि स्टक भेट्नुभयो भने चाहिँ अब यो लोमा पनि भेट्नुभयो र प्लस है यो हाम्रो जुन बाइ सेल भोल्युम छ त्यो बेलामा मन्थली लोमा आएको बेलामा बाइ सेल भोल्युममा पनि यहाँनिर चाहिँ तपाईको टपमा आयो। सपोज यहाँ चाहिँ हाम्रो सिस्टमले के गरेर हुन्छ भन्दाखेरि कुनै पनि कम्पनीमा बाइ भोल्युम र सेल भोल्युम हेरिरहेको हुन्छ होइन। सो यहाँबाट चाहिँ हामीले चाहिँ के हेर्न सक्छौँ भन्दाखेरि अब यहाँ भोल्युम पनि बढी आयो। सपोज मान्नुहोस् है अहिले यहाँ एमएफआइएल त आएन, जस्तो फर एक्जाम्पल कुनै एउटा कम्पनी छ सपोज यहाँ आयो र यहाँ चाहिँ अहिले तपाईको बाई एमाउन्ट पर्सेन्ट हेर्नु हुँदाखेरि चाहिँ यो मोर देन 40% है। जस्तो एसएआइएल मा 54% आछ, झापामा 63% आछ। अब मैले यसको आरएस स्कोर चाहिँ हेरेको छैन है एसएआइएल र झापाको हैन। यहाँ पनि बाई भोल्युममा पनि राम्रो बाई भोल्युम पर्सेन्टेज देखियो हैन, बाई भोल्युम पर्सेन्टेज देखियो। सपोज मानौ बाई भोल्युम पर्सेन्टेज देखियो र हाम्रो चाहिँ मन्थली क्यान्डलको लो साइडतिर यो छ भने तपाईलाई चाहिँ अलमोस्ट के स्योर हुन्छ भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ तपाईले किनेको कम्पनीमा है 3 दिन गर्नु, 5 दिन गर्नु, 10 दिन गर्नु, त्यो ट्रेडमा चाहिँ तपाईलाई प्रफिट हुने प्रोबेबिलिटी एकदम हाई हुन्छ। अब यसमा केही बुझ्नु भएन भने मलाई सोध्नु है, त्यसले मैले तपाईको क्वेशन लिएँ। सर एउटा सानो क्वेरी थियो, यो बाई भोल्युम हैन कति टाइमको लागिको हुन्छ, ग्याप कति हुन्छ यसमा? ग्याप हैन, यो अहिले तपाईले हेर्दाखेरि होल डे को बाई भोल्युम र सेल भोल्युम आयो हैन। हजुर बुझ्नुभयो। जस्तै म 2 बजे हेरे, दिनको 2 बजे हेर्नु भयो नि, 2 बजे सम्मको डेटाको बेसमा आउने भयो। तपाईले इन्स्टेन्ट आउँछ त्यसो भए? हजुर हजुर लाइभ आउँछ यो लाइभ। जस्तो यहाँ हेर्नु भयो भने पनि यहाँनिर यो रातो रातो यहाँ देखिरहनु भएको छ नि, यो भनेको लाइभ हो, बाइ सेल भोल्युम लाइभ हुन्छ। अब यहाँ कुनैमा स्पाइक हुने बित्तिकै बाइ भोल्युम जसको बढी छ त्यो टपमा आउँछ है। यसमा पनि डिफ्रेन्ट कुराहरू छ के, जस्तो यहाँनिर हेर्नु भयो नि अहिले हामीले अर्डर गर्दाखेरि चाहिँ यो रेसियो देखिरहनु भएको छ नि, यहाँ रेसियो भनेको यसलाई मैले अहिले यस्तो गरिदिएँ है। यो रेसियो भनेको चाहिँ बाई भोल्युम र सेल भोल्युम बिचको रेसियो है। यो एसएचएल भन्ने सोल्टीमा हिजो आएको थियो, 1 करोडको चाहिँ बाई भोल्युम भयो हैन। अनि त्यसपछि जम्मा 9 लाखको सेल भोल्युम भएर चाहिँ यसको रेसियो चाहिँ सबभन्दा टपमा आएको। तर हामीलाई रेसियो यो अनुसार मात्र हेरेर सधैँ हुँदैन हैन। कहिलेकाहीँ अब यहाँ सपोज 10 लाखको बाई भयो है, बुझिरहनु, यहाँ 10 लाखको बाई भयो, बाई भोल्युम देखियो, सेल भोल्युम चाहिँ तपाईको 2000 अथवा 5000 को देखियो भने रेसियो हाई हुने भयो नि त। यो रेसियो चाहिँ 0 देखि 100 सम्म रहनुहुन्छ हैन। सो यो टपमा आउने भयो नि त। तर हामीलाई त एट द सेम टाइम के पनि हेर्नु छ, भोल्युम पनि हेर्नु छ है। भनिसकेपछि हामीले चाहिँ अब यो सबै कुरा एकैचोटि अर्डर गरेर त दिन सकिन्न हामीले। त्यही भएर कहिलेकाहीँ बाई एमाउन्टमा पनि हामीले के गर्नुपर्छ, यसरी गर्यो भने बाई एमाउन्ट अनुसारले चाहिँ बाई एमाउन्ट आरएसएमएल मा हिजोसम्म त धेरै बाई थियो, तर जम्मा 26% बाई थियो हैन, 28% सेल थियो। भनेपछि हामीले यसमा त्यति ठुलो डिसिजन लिन सकेन। यहाँ रेसियोमा हेर्यो भने सेल भोल्युमै बढी थियो, रातोमा आइहाल्छ है। अनि एसएआइएल मा हेर्यो भने 4 करोड 92 लाखको चाहिँ बाई भोल्युम थियो, 1 करोड 47 लाखको सेल भोल्युम थियो। त्यही भएर यो सिग्निफिकेन्ट डिफरेन्स भएर यो सेकेन्डमा यो 54% बाई भोल्युम देखियो है। अब मैले भन्न खोजेको चाहिँ हजुरले के बुझ्नु भने यहाँ बाई भोल्युममा पनि यहाँ सिग्निफिकेन्टली आयो, जति धेरै आयो त्यति राम्रो। यहाँ 60, 70, 80% आउँछ भने झन् राम्रो हैन। र यहाँ साइड बाई साइड टर्नओभर अथवा एमाउन्ट पनि राम्रो छ भने झन् राम्रो। र अघि मैले भनेको जस्तो यो आरएस स्कोर जुन छ, यसलाई अहिले मैले क्यान्सल गरेँ, आरएस स्कोरमा चाहिँ 90 भन्दा माथि नै छ
है र प्लस हाम्रो मन्थली क्यान्डलको लो साइडमा छ भने तपाईले त्यहाँनिर सेयर किन्दाखेरि चाहिँ एकदम राम्रो हुन्छ त्यही बेला लाइफ टाइममा है अरू बेलाको कन्टेक्स्ट छुट्टै भयो मैले लाइफ टाइममै लिने डिसिजनको लागि चाहिँ भनेको ल यसमा त अब सर यो मार्केट ओपन भएको कति आवर्समा गर्दा चाहिँ राम्रो हुन्छ यो यस्तो सुरुमै मुभ लिने कम्पनीहरू सुरुमै यही 100 जस्तो यहाँनिर दुई टाइपको बाइ सेल भोल्युम छ है एउटा चाहिँ बाइ सेल भोल्युम सिग्नल भयो ओभरअल सबै जति पनि क्याप्चर हुन सक्छ त्यो सबैको आउँछ अर्को चाहिँ यहाँ बल ट्रान्जेक्सन बाइ सेल भोल्युम सिग्नल पनि छ है अब यहाँ यो 100% आइरहेछ नि यो भनेको चाहिँ बल्कमा बाई भयो क्या 25 लाख भन्दा माथिको कुनै पनि बाई भोल्युमहरू आयो बाई एमाउन्टहरू आयो भने यहाँ हुन्छ सो हामीले कुनै पनि कम्पनी मुभ हुँदैछ भने सुरुमा बिहानै हुँदैछ अथवा बेलुका हुँदैछ त्यहाँ कहिलेकाहीँ झुक्काउन पनि हुन्छ है कुन बेला हेर्ने भन्दाखेरि यो मन्थली क्यान्डल यो चाहिँ छुट्याउनु भएन हामी मन्थली क्यान्डलको टपतिर गएर चाहिँ किन्दैछौँ कि मन्थली क्यान्डलको लोतिर अब कोही अलिकति एग्रेसिभ हुनेले चाहिँ विकली क्यान्डलको लो र हाई हेर्छन् होइन जस्तो फर एक्जाम्पल यसकै हेर्नु पर्यो भने विकली क्यान्डलको लो र हाई हेर्छ अब मलाई चाहिँ यही कम्पनीको चाहियो भने विकली क्यान्डलको लो हेर्छु अनि विकली क्यान्डलको हाई हेर्छु यदि विकली क्यान्डलको हाई भन्दा माथि गइसकेको छ भने म त्यसमा चाहिँ जाँदै जान्न होइन र यदि विकली क्यान्डलको लोतिर छ विकली क्यान्डलको नजिकतिर छ किनकि यो जुनै पनि बेला हुन सक्छ नि सो त्यो भयो भने चाहिँ अब मैले नेक्स्ट सेसन भनेको नेक्स्ट विकको लागि हेर्ने भने विकली क्यान्डलको लो हेर्छु है विकली क्यान्डलको लो हेर्छु विकली क्यान्डलको लोमा चाहिँ अब तपाईको कुनै पनि बेलामा यहाँनिर चाहिँ बाइ सेल भोल्युममा चाहिँ डिस्प्ले त्यो अलिकति ह्युज ग्याप देखिने बित्तिकै हामी के गर्छौँ त्यसमा चाहिँ पोजिसन लिनको लागि हेर्छौँ र बल ट्रान्जेक्सनमा आयो भने बल ट्रान्जेक्सनमा बाई पनि भयो भन्यो भने त्यो चाहिँ अझ बेस्ट भयो है अब हामीले अर्ली नै क्याच गर्नु पर्यो 11-12 बजे नै क्याच गर्नु पर्यो भने हामीले चाहिँ आज त्यसमा किन्ने भनेर यसरी एउटै मान्छेले होइन जस्तो ल झापामा 2,42,00,000 किनेको रहेछ अहिले मैले फर एक्जाम्पल मात्र भने है अब यसलाई चाहिँ हामीले ड्रिल डाउन एकैछिन 1-2 मिनटमै गर्न सक्छौँ नि त त्यो हामीले बल ट्रान्जेक्सनमा गएर हेऱ्यो भने बिहान त किने होइन 2:22 किनेको छ 3 बजे किनेको छ किन्दाखेरि यो ट्रान्जेक्सन पनि हेर्छौँ हामी 10,000 किता किनेको रहेछ अनि 83 भनेपछि तपाईको 83 वटा सेल अर्डर राखेको कम्पनी चाहिँ उसले झ्याप्प खाएको रहेछ भनेपछि यहाँ 10,000 किता 1,61,00,000 को एक सर्टमा किन्ने मान्छे अलिकति हुन्छ नि ब्रोकरको उसमा लिने मात्र हुन्छ भन्ने हुँदैन अलिकति स्ट्रेन्थ भएको मान्छे भनेर बुझ्नुपर्छ हामीले होइन सो अब यसरी तपाईको 11 बजे नै आयो रे सपोज 10,000 किता 1,61,00,000 अनि फेरि 5,000 किता होइन अनि फेरि 11:30 बजे र हाम्रो जोनमा छ मन्थली क्यान्डलको लोको जोनको वरिपरि छ यतै वरपर छ यहाँ पनि यसरी आयो भने हामीले चाहिँ केही नै भयो नि यो जुन बाइ सेल भोल्युम आउँछ त्यो बेलासम्मको त्यसको 5% जस्तो चाहिँ टोटल भोल्युमको 5% हामीले ट्रेड गर्न सक्छौँ फेरि हामी आफैले चाहिँ अर्को 5,000 त्यहाँ किने चाहिँ हामीले पनि 5,000 किन्यो भने त्यो फेरि मिस्टेक हुन सक्छ बुझ्नुभयो नि त्यही भएर त्यहाँ आगो भोल्युमको हिसाब गरेर सपोज 1,00,000 किता आइसक्यो भन्यो भने हामी 5,000 कितासम्म जान सक्छौँ 5 लाख किता आइसक्यो भने 50,000 चाहिँ जान सक्दैनौँ किन भन्दा त्यो भयो भने फेरि हामी चाहिँ प्लेयरको मुभ जे हो त्यसमै हामी पनि मुभ गरेको जस्तो हुन्छ त्यसले चाहिँ प्लेयरलाई नि कन्फ्युजन हुन्छ अनि त्यसपछि हामी आफैलाई पनि कन्फ्युजन हुन्छ है त यहाँ धेरै आएको जस्तो म एकचोटि एक्सेप्ट गरेँ है त केही छ भने ल सोधिहाल्नु सो त्यो बाइ सेल भोल्युमको फेरि एकचोटि रिपिट गरिदिनु न सर कन्सेप्ट बुझेन भने मलाई भन्नु हैन हैन ठीक छ सर यो एउटा क्वेशन मैले पनि सोधिहालेँ
यो बाइसेल भोल्युम हामीले अहिले बेस्ट वर्किङ इन्डिकेटर इन नेप्से भनेर हेरिरहेको छौँ। त्यसमा हजुरले चाहिँ बाइसेल भोल्युम सजेस्ट गर्नुभयो होइन। यसलाई हजुरले कतिको प्र्याक्टिकल्ली कतिको युज गर्नुहुन्छ र यसको सक्सेस रेट के कति छ यसो एकचोटि सबैजनालाई भनिदिनु भयो भने सजिलो हुन्थ्यो। र अरूले मात्र होइन, मैले मात्र होइन होइन, सबैभन्दा रिलायबल भनेकै के भन्दाखेरि हामीले जहिले पनि केलाई मान्छौँ, भोल्युमलाई मान्छौँ। भोल्युम मात्र हामीले चार्टमा हेऱ्यो भने के देख्छौँ, सपोज मान्नुहोस् ल अहिलेकै के कम्पनी थियो यहाँ झापा होइन, सपोज हामीले यहाँ गएर चाहिँ हामीले सिम्पली यो भोल्युम हो नि त। अब यहाँनिर झापा होइन, अब यो भोल्युम मात्र हेरेर त रेड क्यान्डल बनेछ होइन। अब यो मात्र हेरेर त हामीले यो बाई भोल्युम हो कि सेल भोल्युम त चिन्दैनौँ नि होइन। तर हामीले यहाँ गएर हेऱ्यो भने त आज टोटल भोल्युमको 62% चाहिँ बाई भोल्युम रहेछ भनेर बुझ्यौँ नि त। 23,000 किता चाहिँ बाई भोल्युम भएर छ, 5,000 किता चाहिँ सेल भोल्युम भएर छ भन्ने बुझ्छौँ होइन। सो मैले अघि हजुरलाई भने जस्तो सपोज हजुरलाई एउटा कम्पनी, मैले पनि त्यही गर्छु है, सपोज हजुरलाई एउटा कम्पनी पहिल्यै वाच लिस्टमा छ आरएस, ल यहाँ आरएस स्ट्रेन्थमा भएको कुनै पनि एउटा कम्पनी, ल अपी चाहिँ मेरो वाच लिस्टमा छ भन्यो भने होइन, जहिले पनि मैले चाहिँ के गर्छु भन्दाखेरि वान मन्थमा लगाएँ ल, अहिलेको लागि होइन 1 मन्थमा लगाएँ फर एक्जाम्पल भनिरहेको छु। ल सपोज 321 चाहिँ यसको लो रहेछ भन्यो भने म चाहिँ यो हाम्रो सिस्टममा एउटा छ अन्त वाच लिस्ट भन्छ हाम्रो, त्यसलाई अब वाच लिस्टै भनेर राख्नेवाला छु होइन। माई सिग्नलमा जानेछु होइन, माई सिग्नलमा गइसकेपछि मैले यहाँ के गर्छु भन्दाखेरि अहिले के थियो अपी होइन, अपीलाई चाहिँ मैले बाई टार्गेट कति राखेको छ 321 होइन। अब मैले यो यसरी सबमिट गर्ने बित्तिकै के हुन्छ भन्दाखेरि चाहिँ जब यो 321 पुग्छ अपी भन्ने कम्पनी 321 को एरागेरामा 321 को रेटमा आइपुग्छ, तब हाम्रो अहिले आइफोनमा छैन, आइफोनमा नि आउँछ छिट्टै, के हुन्छ भन्दाखेरि एउटा नोटिफिकेसन आउँछ तपाईँलाई चाहिँ तपाईँको कस्टम टार्गेट मिट भयो भनेर 321 को कस्टम टार्गेट मिट यहाँ नोटिफिकेसन आयो सपोज मान्नुहोस्। अनि बल ट्रान्जेक्सनमा जाँदाखेरि बल ट्रान्जेक्सनमा पनि यहाँ ड्याङ बाईको चाहिँ एउटा लोवर साइडमा आइसकेपछि कसैले बढाउनुको लागि बाई आयो है, यहाँ बाई चाहिँ देखियो होइन, राम्रै बल्कमा चाहिँ बाई देखियो भन्यो भने अब के हुने भयो भन्दाखेरि चाहिँ यसमा चाहिँ मैले ट्रेड लिने भएँ है। टार्गेट चाहिँ त्यो मन्थको कहाँ गयो, त्यसमा रिस्क रिवार्ड चाहिँ आफूले हेर्नु होला है। अपी पावरको त्यो मन्थको अहिले यहाँ डेली आयो, त्यो मन्थको हाई जहाँ हो त्यही नै तपाईँको टार्गेट हो कि। यो एउटा टेक्निक हो जुन चाहिँ रियल लाइफमा युज गरेर कन्सिस्टेन्टली चाहिँ प्रफिट गर्न सकिन्छ। र यी कम्पनीहरू जुन आरएस स्कोर हजुरले देख्नु भएको छ, आरएस स्कोर 80 भन्दा माथि लागेका कम्पनीहरू, सिग्नलमा जाउँ, सिग्नलको रिलेटिभ स्ट्रेन्थमा जाउँ, यहाँ 80 भन्दा माथि लागेका कम्पनीहरूमा चाहिँ क्लियर पनि हुन्छ, राम्रो पनि हुन्छ, राम्रो भोलाटिलिटी पनि हुन्छ। सो यसमा चाहिँ कमाउँदाखेरि राम्रो कमाइ पनि हुन्छ। अब सपोज मान्नुहोस् यी कम्पनीहरूमा प्राय प्लेयर हुन्छ है, अब यो म्युचुअल फन्डहरू छोडिदिनु, अब तपाईँले आफैले पनि याद गरिसक्नु भयो होला, यी कम्पनीहरूमा प्राय प्लेयर पनि हुन्छन्। सो भोलाटिलिटी पनि हुन्छ र बढ्दा पनि राम्रै बढ्छन्, घट्दा पनि राम्रै घट्छन्। त्यो अनुसारले चाहिँ हामीले चाहिँ रिस्क म्यानेज गर्नलाई अलिकति कहिलेकाहीँ हामीले खातामा आउँदै 7-8% गइदिन्छ। अब त्यस्तो केसमा हामीले केही गर्न सकिँदैन होइन। नत्र भने नर्मल मन्थको लोमा आएर किन्दाखेरि चाहिँ
फसिने चान्सेस चाहिँ एकदम लो हुन्छ। ल आज मैले के भन्ने नर्मल भने है। सर एउटा सानो क्वेरी थियो, यो सपोज होइन हामीले अहिले 22 सेल भोल्युममा 2 बजेसम्मको हेऱ्यो, 2 बजेसम्मको पायो होइन सर, तर हजुर कतिचोटि यस्तो हुन्छ नि कि प्लेयरले 11 देखि 12 मा सेलिङ देखायो रे होइन, अनि फेरि 12 देखि 1 मा त्यसले किनिदियो ड्याङडुङ गरेर। अब त्यस्तो डिफ्रेन्सिएट गर्न सक्यो भने त्यो दिनको लागि हाम्रो कन्सेप्ट क्लियर भइहाल्छ कि लाइक पहिला त्यो सेलिङमा थियो तर अब त्यो बाइङमा गइरहेछ 1 घण्टा पछि। त्यो फिचर हजुरले भविष्यमा भविष्यमा होइन, यो अहिले नै छ, हजुरले त्यो नबुझ्नु भएको हो होइन। सपोज मान्नुहोस् हिजोको सबैभन्दा एक्टिभ स्क्रिप्ट कुन थियो, ल कुनै एउटा, ल मैले चाहिँ यसरी बल ट्रान्जेक्सनमा गएँ, यहाँ नम्बर अफ ट्रान्जेक्सन चाहिँ मोर देन 5 हेरेँ होइन, र यहाँ हेर्दाखेरि चाहिँ हिजो ल एकेजेसिएल रहेछ भनेपछि ल पर्खिनु है, अहिले मैले फर इक्जाम्पल यो हेरेको मात्र होइन। अब तपाईँले चाहिँ एकेजेसिएलमा चाहिँ अब हिजो हेर्नुभयो भने बल ट्रान्जेक्सनमा जाउँ होइन। अब बिहान 11:20 छ, 11:54 12 बजीसम्मको त तपाईँले एउटा पिक्चर क्लियर भयो नि त, मजाले सेल भएको छ भन्ने हो होइन त। हजुर त्यसपछि फेरि 12 बजेपछि 12:51 सम्म पनि सेलै छ, 1 बजीसम्म पनि सेलै छ भन्ने त देख्यो नि त होइन त, कन्टिन्युस सेल छ। अब सेल पनि कसले गरेछ भने पछि त हामीले आफ्टर मार्केट यो को बायर हो को सेलर हो पनि यहाँ हेर्न सकिहाल्यो होइन। अब यो एउटै ठाउँबाट एउटै ब्रोकर भइदिए अलि डेन्जर हुन्थ्यो होइन। अब यो डिफ्रेन्ट देखेर खासै अहिले मैले त्यो भन्न सकिनँ होइन। आफ्टर मार्केट पनि त हामीले एनालाइसिस गर्नुपर्ने हुन्छ नि त आफूले गरेको होइन। भनेपछि हामीले चाहिँ 12 बजेसम्म के भयो, 11:30 बजीसम्म के भयो, 1 बजीसम्म के भयो, 2 बजीसम्म के भयो, 2:30 बजीसम्म के भयो, 2:42 र 2:58 लास्ट आवरमा पनि के भयो होइन, हामीले यहाँ क्लियरली नै देख्न सक्छौँ। अहिले मैले ऱ्यान्डमली छान्दाखेरि चाहिँ यस्तो आएको हो होइन। अब यहाँबाट चाहिँ मोर देन 4 ट्रान्जेक्सन, यो 4 ट्रान्जेक्सन हो मोर देन। अब कोरबोलको हेर्ने हो भने हिजोको कोरबोलमा पनि आइरहेछ होइन। अब यसरी चाहिँ हामीले कुन टाइममा कहिले बाई भयो सेल भयो चाहिँ यहाँ बिहानदेखिको आउनु भयो होइन। अनि त्यसपछि त्यसको चाहिँ इन्डिभिजुअलमा गएर फेरि हामीले त ट्र्याक गरेर त बस्नु पर्यो नि त। सो हामीले क्लियर कटै हुन्छ कि बिहानदेखि के भइरहेछ र ओभरअलमा बाई सेल भोल्युममा गएर हेऱ्यो भने सेलिङ भोल्युम कति छ र बाइङ भोल्युम कति छ भनेर हेर्न सकिन्छ होइन। र लास्ट आवरतिर के भएको छ, जस्तो 3 बजे कति एक्टिभिटी भएको छ होइन। यो 3 बजे भनेको 2:59 पछिको सबै एक्टिभिटीहरू हो होइन। त्यो पनि यहाँ सबै क्याप्चर भएको छ है, 2:58 देखि यो सबै क्याप्चर भएको छ। सो हामीले डेटालाई एनालाइसिस गर्दा प्री ओपनमा कहिलेकाहीँ के नझुकिनु होला भन्दाखेरि प्री ओपनमा कारोबार भएको हुन्छ, त्यो प्री ओपनको कारोबारले चाहिँ बाई सेल भोल्युमलाई बिगारिदिन्छ, त्यो म्याचिङ भोल्युम देखिन्छ होइन। प्री ओपनिङमा त भएर हिँड्छ, बिहानदेखि नै सेलिङ भएर रहेछ होइन। सो यसरी चाहिँ हामीले बिहान के भएको छ, फर्स्ट आवर भनेको 12 बजीसम्म के भयो होइन, 12 बजेपछि कस्तो मुभमा गऱ्यो, कति वटा चाहिँ ट्रान्जेक्सन भयो होइन, देखि लिएर बल्कमा कति ट्रान्जेक्सन भयो, यहाँ बल्क ट्रान्जेक्सन भन्छ होइन। यो चाहिँ हामीले चाहिँ मजाले ट्र्याक गर्न सक्छौँ। यहाँ हेर्नुभयो भने अझ इन्ट्रेस्टिङ कुरा बल्क ट्रान्जेक्सन प्रो भनेर नि हेर्न सक्छौँ कि। प्रो भनेको जहिले फ्रम डेट र टु डेट हुन्छ, 1 हप्तामा चाहिँ बाइङ यो बल्कमा सेलिङ कति भएको थियो, बल्कमा बाइङ कति भएको थियो र कुन ब्रोकरले गरेको थियो, के गरेको थियो, यहाँ सबै देखिन्छ है त। ठिक छ भनेपछि यो इन्डिकेटरबाट चाहिँ हामीले सिम्पली मार्केटमा कुनै प्लेयरले चाहिँ बाई सेल गरेको चाहिँ कति क्वान्टिटी एकुमुलेसन छ अथवा प्लेयरले यदि निस्किरहेछ डिस्ट्रिब्युसन गरिरहेछ कि भन्ने त्यो कुराहरू पनि थाहा हुने भयो नि त। प्लेयर पनि भयो होइन। कहिलेकाहीँ नर्मल इन्डिभिजुअलले पनि के गर्छ भन्दाखेरि चाहिँ
बेच्न सक्छ नि त। नर्मल मान्छेले प्लेयर बाहेक नर्मल मान्छेले पनि ठुलो किता त बेच्न सक्छ हैन। अब बेचेको छ भने त्यो सबै चाहिँ ट्र्याक हुने भयो क्या मजाले नै। सो मेन अब्जेक्टिभ नै के हो भन्दाखेरि हामीले के ट्र्याक गर्यौं त हैन, मार्केटको नर्भ अथवा भोल्युमलाई नै हामीले के गर्दियौं भन्दाखेरि चाहिँ कसैले पनि झुकाउन सक्दैन क्या यदि हामीले प्रपरली। जस्तो हिजो के भएको थियो त, ल सपोज कसैले पनि कुनै पनि उसमा झुकाउन सक्दैन। कोरबलमा के भएको थियो भने हामीले चाहिँ मजाले हेर्न सक्छौं बिहान के भएको थियो र हैन, बेलुका के भयो, दिउँसभरि के भयो हैन, यो सबै हामीले चाहिँ यहाँबाट मजाले हेर्न सक्यो। यो बल ट्रान्जेक्सन प्रो हेरेँ मैले, बल ट्रान्जेक्सनमा गएँ, हिजो के भएको थियो त, बल्कमा कति के भएछ कसो भएछ हैन, र बाई सेल भोल्युममा चाहिँ टोटलमा बाई भएछ कि सेल भएछ हामी मजाले के गर्न सक्छौं, हेर्न सक्ने भयो है। अब यहाँ बाई सेल भोल्युम प्रो भन्ने बित्तिकै फेरि यो सबै कम्पनीहरूको एक हप्ता भित्रको चाहिँ कारोबारको है, यसलाई एक महिनामा लगाएर नि हेर्न सकिन्छ हैन। र यहाँनिर हेर्यो भने चार्ट वाइजै हेर्न सकिन्छ। 4:30 मा कति बाई भोल्युम भएछ, 4:29 मा यो कहिले 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 कति भएछ, र त्यसको एक्युमुलेसन त्यो कम्प्लिट पिक्चर चाहिँ बाई कति भएछ, सेल कति भएछ, र प्राइस कति बढेछ है। अब क्लियर भयो? यो त क्लियर भयो सर। हाम्रो यो सरी बाई सेल भोल्युम भन्ने चाहिँ प्लेटिनम फिचर्सबाट मात्रै अवेलेबल हो? हजुर, यो एउटा बाई सेल भोल्युम जोन चाहिँ एउटा प्लेटिनियम फिचरमा मात्र छ हैन। प्लेटिनियम फिचरमा, बाँकी सबै फिचर त अरु नर्मल उसमा नर्मल्ली आउँछ। एउटा बाई सेल भोल्युम जोन चाहिँ हामीले एसएमएस चाहिँ लिँदैनौँ, यो बाई सेल भोल्युम लिन्छौँ भने त्यसरी के प्याकेजमा एडजस्ट गर्न मिल्छ सर? मिल्छ। जस्तो हजुरको चाहिँ यो जुन प्याकेज छ डायमन्ड प्लससम्म नर्मल्ली अलमोस्ट सबै कुरो आयो हैन सर। यसमा चाहिँ तपाईको बाई सेल भोल्युम हैन, अरु सबै डायमन्ड प्लसमा भएको अलमोस्ट सबै छ। यो बाई सेल भोल्युम मात्र छैन हैन, लाइभ बाई सेल भोल्युम हैन। र यसमा एउटा मन्थली सेसन भनेर हामीले लिन्छौं प्लेटिनियमहरुलाई हैन, त्यो रेगुलरली त हुन सकेको छैन, त्यो एउटा एक्स्ट्रा हो सर। अरु सबै चाहिँ हाम्रो के भन्दाखेरि चाहिँ उसमा आउँछ। अनि TWM ट्रेड विथ मनदीप भन्ने TWM प्रोमो कोड युज गर्दाखेरि नि राम्रो डिस्काउन्ट चाहिँ आउँछ है। सो एसएमएस वालामा जाँदाखेरि चाहिँ हामीले 1 लाखको प्याकेज किन बनाएको हो भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ तपाईको यो जुन बाई भोल्युम भयो नि, सपोज यहाँनिर कुनै पनि मैले हजुरलाई देखाइदिएँ, यो पनि इम्पोर्टेन्ट हो तर हामीलाई घाटा लाग्छ। त्यही भएर मैले चाहिँ के प्रिफर गर्दिन, हजुरले 1 लाखको प्याकेज लिनु भनेर प्रिफर गर्दिन हैन। हैन, यो अब हजुरको मेसेजको कस्ट लाग्छ, बुझ्यो सर। मैले अहिले एक्जिस्टिङ प्याकेजलाई एसएमएस लिन्न, त्यो बाई सेल भोल्युममा स्विच गर्छु भन्दा मिल्छ सर? मिल्यो हाम्रो चाहिँ स्विच गर्न मिल्यो। अब यहाँनिर एउटा स्ट्रेन्थ छ, स्ट्रेन्थ भनेको स्ट्रङ भन्दा माथि भनेपछि हिजो यतिवटा, अब अहिले त भोल्युम अहिले हाम्रो नेप्सेमै भोल्युम घट्या भएर चाहिँ उ भयो। यतिवटा एसएमएस चाहिँ हाम्रो जति पनि त्यो एसएमएस वाला मान्छे हुनुहुन्छ भनेपछि यतिवटा एसएमएस चाहिँ गयो कि सबैलाई। अब जाँदाखेरि चाहिँ कस्तो हुन्छ भने कहिलेकाहीँ यो मिक्स भएर पनि जान्छ, एउटै उसमा चाहिँ 3टा 4टा एसएमएस पनि गइदिन्छ एकचोटिमा। सो त्यो त्यही भएर त्यो कस्टली भएको हो। अनि प्रोसेस के हो सर यो हाम्रो स्विच गर्ने चाहिँ? स्विच गर्नलाई हाम्रो व्हाट्सएपमा हजुरले मेसेज गरिदिनु भयो भने त्यहाँबाट नि स्विच गर्न मिल्छ, हाम्रो व्हाट्सएपमा गरिदिनु। अनि अलिकति म हजुरहरूलाई अलिकति एउटा दुईटा अपडेट पनि भन्नु खोजेँ हैन। जस्तो अब अलिकति हाम्रो युआईहरु चेन्ज भएको छ, कहीँ प्रब्लम भएको हुन सक्छ हैन, त्यो भेट्नु भयो भने चाहिँ हामीलाई भन्नु होला। जस्तो अब हामीले छिट्टै चाहिँ यो अर्डर एन्ड पोर्टफोलियो म्यानेजमेन्ट भन्ने एउटा चाहिँ दिँदै छौं हैन। अब यसमा चाहिँ अटोमेटिक रूपमा हजुरको के हुनेवाला छ भन्दाखेरि चाहिँ किन क्लिक भएन, जस्तो अब हामीले पोर्टफोलियोलाई धेरै फोकस गर्दैछौं हैन। अब यहाँनिर अब यो 3000 भएर रहेछ हैन, यहाँनिर चाहिँ अब के आउँदैछ भन्दाखेरि हजुरले अहिले पनि अटोमेटिक रूपमा आफ्नो टिएमएस युजर आइडी र पासवर्ड यो बनाउने बेला हाल्नु भयो नि,
अटोमेटिक आफ्नो पोर्टफोलियो ट्र्याक हुन्छ, कसैले आएर तपाईँलाई चाहिँ केही भन्नै परेन होइन। र यो जुन हाम्रो एआईमा चाहिँ अहिले विभिन्न ऊहरू बनिरहेछ होइन, जस्तो यो एउटा हामीले रिसर्च पनि गरिरहेछौँ, यहाँ डेटा पनि बनिरहेछ, कसरी चाहिँ एकदम राम्रो चाहिँ दिने भन्ने छ होइन। अब यसरी चुकुल ai.chukul.com भनेर छुट्टै आउनेवाला छ, यो प्लेटिनियममा नै आउँछ, अन्त आउँदैन होइन। अब यो अनइमेजिनेबली एकदमै ह्युज रिटर्न देखिरहेछ। यो 10 दिनको ट्रेडको चाहिँ यो एउटा सिस्टम बनाएको, खालि 10 दिन मात्र किन्ने, 10 दिनभित्र बेच्ने, 10 दिनमा जति प्रफिट हुन्छ अथवा लस हुन्छ। अब यस्तो 3-4टा सिस्टमहरू चाहिँ यो एआईमा चाहिँ आउँदैछ होइन। त्यसको लागि पनि प्लेटिनियमलाई नै रिफर गर्छु। अनि यो पिएमएस वाला पनि हाम्रो यस्तै खालको एउटा हुन्छ नि, ग्रुप म्यानेज गर्ने, अर्डर म्यानेज गर्ने, युजर म्यानेज गर्ने, रिपोर्टहरू हेर्ने होइन। अब यो यस्तो खालको पनि आउँदैछ। सो अहिले हामी अलि साइलेन्ट बसे जस्तो पनि देखिन्छ, किनकि हामी यता एआईमा चाहिँ अलि बढी काम गरिरहेछौँ होइन। त्यो पनि भन्न चाहे। यो पोर्टफोलियोमा अब हजुरको एडिबिएल छ, सपोज 3008मा किन्ने रहेछ, यो 300 होला होइन। भन्यो भने अब यसलाई चाहिँ अहिले होल्ड गर्ने कि सेल गर्ने कि यहाँ चाहिँ विथ रिकमेन्डेसन अनि विथ यो हाम्रो जुन ब्याक टेस्ट अनुसार यहाँ बनेको देखाएँ त्यो अनुसार चाहिँ यसले चाहिँ के भन्यो, यसले चाहिँ के भन्यो, अर्कोले के भन्यो भन्ने हिसाबले चाहिँ यहाँनिर चाहिँ तपाईँको चाहिँ एउटा चाहिँ यो पोर्टफोलियो आउनेवाला छ। सो फ्युचरमा चाहिँ यो हाम्रो यो जुन पोर्टफोलियो जोन छ होइन, यो पेडमा जानेवाला छ, किनकि यहीँ नै एआई युज भएर एआईको साइडमा चाहिँ तपाईँको रेकमेन्डेसन नभनौँ कि होल्ड गर्ने कि स्टिल होल्ड गर्ने, सेल गर्ने, यसले चाहिँ भनिदिन्छ। तपाईँको कुनै कम्पनी स्विच गर्नु पर्यो भने स्विच गर पनि भनिदिन्छ होइन। यस्तो टाइपको चाहिँ अलिकति रिसर्च भइरहेछ। यो चाहिँ मैले एड गरिदिएँ है त हजुरहरूलाई। हुन्छ ल, ठिक छ। यो कुराहरू पनि एकदम नयाँ फिचरहरू पनि आउँदै रहेछ। सो यो फिचर त हामीले अब युटिलाइज गर्ने नै छौँ है। सो फेरि टपिकमा जाँदै गर्दा अलिकति टपिक बेसै कुराहरू गरौँ होला हाम्रो सरहरूले। लास्टमा हामी सेसन सकेपछि चाहिँ बरु अब टाइम पनि हेर्नु न, अलिकति एउटै टपिकलाई आधी घन्टा 45 मिनट गइसक्यो र सेसन सकेपछि हामी अब हाम्रो विमर्श सरसँग प्याकेज र डिस्काउन्टको कुरा त हामी गरिराख्छौँ होइन। तर अब अर्को नेक्स्ट टपिकतिर बिस्तारै हिँड्दा ठिक हुन्छ कि जस्तो लाग्छ। मार्केट क्याप्चरिङ मार्केट यो चाहिँ लाइभ मार्केटमा गर्ने कुरो भयो। यसमा कन्फ्युजन छैन भने अब आफ्टर मार्केटमा चाहिँ होइन, लाइभ मार्केटमै अरू थोकहरू पनि छ होइन। हजुर, अरू थोक के हेर्ने भन्ने कुरा पनि छ होइन। अब मोर कन्फ्युजन होला। अब यसपछि चाहिँ आफ्टर मार्केट के हेर्ने भन्नेमा चाहिँ हामी जान सक्छौँ। के भन्नुहुन्छ? हुन्छ, आफ्टर मार्केटको कुराहरूमा पनि अगाडि बढाउँदै। अब आफ्टर मार्केटमा जाँदाखेरि चाहिँ अब यो हामीले अहिले यो माथितिरै राख्नेछौँ ब्रोकर भनेर। अझ यसमा 2-4 दिन हजुरहरूले 1-2 हप्ता केही चेन्जेसहरू देखिरहनुहुन्छ होला होइन। हाम्रोमा ऱ्यापिड चेन्जहरू आइरहेछ। पहिला यसरी माथि आउँथेन, अब अहिले यहाँ ब्रोकर भन्ने हुन्छ। अब यहाँनिर चाहिँ आफ्टर मार्केट हेर्ने भनेको सुरुमा चाहिँ हामीले हेर्ने भनेकै के हो भन्दाखेरि चाहिँ कति कुन कम्पनी भनेर चाहिँ कुन कम्पनी चाहिँ एकुमुलेट भइरहेछ, डिस्ट्रिब्युट भइरहेछ भन्ने नै हो। सो मेरो प्रिफरेन्स भनेको चाहिँ जहिले पनि ब्रोकर फेभरेट भन्ने नै बेस्ट हुन्छ है आफ्टर मार्केट हेर्नलाई। अब यसमा चाहिँ अब आफ्नो प्रिफरेन्स अनुसार गर्न सकिन्छ। म चाहिँ होल्ड लिस्टमा जान्छु, तपाईँहरूलाई भने है होल्ड लिस्टमा जान्छु। अनि यो क्वान्टिटी ग्रेटर देन 25%। कुनै पनि ब्रोकरले अहिले हेर्नु भयो भने यहाँ 30%, 37%, 8% आइरहेछ। म 25%मा जान्छु र एउटै ब्रोकरले चाहिँ 50 लाख भन्दा माथि किनेको कम्पनी हेर्न खोज्छु र मैले अर्डर बाई के गर्छु, क्वान्टिटी पर्सेन्ट गर्छु है। जस्तो हिजो अस्तिको मार्केट बेसिसमा हेर्नु पर्यो भने अब यतिलाई चाहिँ म रिसर्च गर्छु के भएको रहेछ। अब यो
जस्तो आरएफपिएल आयो, झापा आयो, एसएआइएल, यति कम्पनीलाई चाहिँ मैले के गर्छु, रिसर्च गर्छु, सिएचडिसी, जेबिबिएल होइन। भनेपछि यो कम्पनी चाहिँ मेरो रिसर्चमा पर्यो, आजको लागि मेरो होमवर्क भयो, 2 घन्टा 3 घन्टा लाग्ला यिनीहरू कम्पनीमा चाहिँ मेरो होमवर्क भयो भन्ने बुझ्छु मैले होइन। सपोज अहिले फर एक्जाम्पल अनि ल मैले एउटा कम्पनी कुनै भनिदिनु त। ठिक छ, हामी रिडी नै हेरौँ न। हजुर, रिडी त्यहाँ भएको रिडी कुन रिडी आरआइडी है, यहाँ रिदी पनि छ र तमोरको साइडमा देखेँ, रिदी देखेँ। अब यो चाहिँ यही अनुसारको र्याङ्क हो है। टप प्रायोरिटी मैले हेर्ने भनेको आरएफपिएल, किनकि मैले के गरेछ 90% एउटै ब्रोकरले किने रहेछ हिजो होइन। भनेपछि फर्स्ट प्रायोरिटी मैले हेर्ने यो नै हेर्छु। अब यहाँबाट हेऱ्यो भने यसले 77% किनेको रहेछ होइन एसएआइएल। यसरी चाहिँ मैले हेर्दै जान्ने हो। अर्को के भन्नुभएको थियो, एनएचपिसी कहाँ छ? एनएचपिसी छैन होइन त। ल भनेपछि यहाँ कसले रिदी पनि भन्नुभएको थियो होइन। अब सो रिदीमा चाहिँ हिजो के रहेछ 38% एउटै ब्रोकरबाट बाई भएको रहेछ अनि 20%। अब यो हामीले चलिरहेको कम्पनीमा हेर्नुभन्दा पनि अहिले नयाँ कुनै आयो रे सपोज होइन, मैले यसो हेर्दाखेरि एनटिसी आयो रे होइन। एनटिसी त भर्खर आएको जस्तो लाग्छ। सपोज एनटिसी आयो रे भन्यो भने मैले एनटिसी हेरेँ है। अहिले मैले अब भोल्युम क्वान्टिटी चाहिँ एकदम कम रहेछ, 7000 र 2000 ल मैले छोडिदिएँ अहिले। अनि एसपिआइडी भने के हो? यो शिखर पावर। ल यता नजाउँ होइन, यो भर्खरको आइपिओ रहेछ होइन। ल तमोर ल। अब यो चाहिँ हेर्दाखेरि ठिकै भयो। अब यो नयाँ कम्पनी नि आएको जस्तो लाग्यो। बन्दीपुर एमबिएल र एलएसएल पनि आएको छ। अब यो नयाँ कम्पनी आएको रहेछ भन्यो भने अब मैले चाहिँ यसलाई डिटेल एनालाइसिस हेर्नु पर्यो नि। सुरुमा फिल्टर त मैले यसरी गर्ने भएँ होइन, आफ्टर मार्केट। त्यसपछि चाहिँ यहाँबाट चाहिँ मैले के हेर्ने भन्दाखेरि त्यसपछि चाहिँ डिटेल। अब यो चार्ट हेर्ने त आफ्नो ठाउँमा छ, चार्टमा हेर्ने सपोर्टमा छ कि रेजिस्टेन्समा छ कि कहाँ छ हामी त्यो हेरिहाल्छौँ होइन। अहिले मेन कन्सर्न भनेको एक्युमुलेट भइरहेछ कि भनेर आइडेन्टिफाई गर्न खोज्ने हो होइन। अब त्यसको लागि चाहिँ हामी कहाँ जान्छौँ? ब्रोकरमा। अलिकति ब्रोकरको भ्यू चेन्ज भएको छ, हजुरहरूले हेर्नु भयो कि भएन? यहीँ सर्लक्क देखिन्छ आजकल होइन। यहीँ बायर साइड पनि आउँछ, सेलर साइड पनि आउँछ। अब यहाँबाट चाहिँ म जाने भनेको ब्रोकर एनालिटिक्स प्रोमा हो। प्रोमा जाँदाखेरि चाहिँ 1 महिनाको डेटा डिफल्टमा आउँछ है। सो 1 महिनाको डेटा त्यसपछि हेर्छु। नेट होल्डिङ 31% रहेछ, 2,52,000 किता रहेछ, 450 एभरेज रेटिङ रहेछ र 3% लस रहेछ। भनेपछि जो मान्छे छ 34 नम्बर मान्छे होस्, म्युचुअल फन्ड होस्, प्लेयर होस्, त्यो मान्छे चाहिँ लसमा छ भनेपछि अलिकति मेरो चाहिँ प्रिफरेन्स यसमा जान्छ। अब यसमा चाहिँ डिप डाउन एनालाइसिस म गर्छु। त्यसपछि चाहिँ यसको फन्डामेन्टल के छ, अरू के छ। अब यो 1 महिनाको मात्र होइन, 2 महिनाको हेर्छु, त्यसपछि म 3 महिनाको हेर्छु, 1 वर्षको हेर्छु। जस्तो फर एक्जाम्पल अहिले मैले 3 महिनाको हेरेँ। 3 महिनाको हेर्दाखेरि 23 करोड रुपियाँ लगानी भएको देखिन्छ, 448 उस्तै रेटमा। भनेपछि अब यो प्राइस एक्सन त यसमा केही पनि फर्म भएको छैन होइन, तर किनेको चाहिँ देखिन्छ। भनेपछि अब म के गर्छु त? अब यसको सपोर्ट जोन पनि 427 रहेछ अनि 427 हुँदाखेरि प्लेयरको अहिलेको 1 महिनाको डेटा हेर्दाखेरि लसमै छ होइन। यहाँबाट हेर्दा लसमै छ। भनेपछि यो मेरो वाच लिस्टमा गयो। वाच लिस्टमा गयो भने चाहिँ मैले के गर्ने भएँ भन्दाखेरि खै हाम्रो सिग्नल जोनमा गएर है मैले अहिले भन्दै तमोर चाहिँ मेरो वाच लिस्टमा पर्यो होइन। यो चाहिँ के को बेसिसमा एनालाइसिस गर्दैछु? ब्रोकर एनालाइसिस तमोर। अनि कुन रेटमा मैले गर्ने हो? अघि हेरेको थिएँ मैले 421 कि कति थियो। अहिले ल जेस 400 किन्नु छ भने मैले 421 चाहिँ गरेँ है।
अब यसरी चाहिँ वाच लिस्टमा बस्यो बाइङ साइडको होइन। अब सेलिङ साइड हेर्नु छ नि रिलिज लिस्टमा जाने सेम प्रोसेस अपनाउने होइन। सो मेरो फर्स्टमा चाहिँ हेर्ने तरिका चाहिँ यो। अब यसमा केही सोध्नु छ भने सोध्नु त। कहाँ किन्ने पनि मैले आफूलाई डिफाइन गरेँ। म त्यो रेट आएपछि मात्र किन्छु भनेर चाहिँ बस्नु पर्यो। क्वेसन सोधौँ सरहरू, यसमा केही बुझे छैन भने। ब्रोकर फेभरेट, ब्रोकर भित्र पनि थुप्रो कुरो छ, त्यसमध्ये सुरुमा फिल्टर आउट हान्नलाई चाहिँ मैले यो युज गर्ने गरेँ। छैन केही क्वेसन? सर यो होल्डिङ लिस्ट होइन, जस्तै 1 महिना 2 महिनाको त मोस्टली करेक्टै आउँछ होइन लगभग। हजुर तर हामीले लामो जाँदा गयो भने सपोज 1 वर्ष 1.5 वर्ष सबै साइडमा बायस आउँछ कि डिफरेन्ट आउँछ लाइक? हजुर, यसको चाहिँ मेन कन्टेक्स्ट भनेको चाहिँ बोनसहरू लिस्ट भएको छ होइन, अनि प्रमोटर सेयर अनलक भएको छ, राइटहरू लिस्ट भएको छ, राइटहरू आएको छ भन्यो भने बोनस त लिस्ट हुन्छ, बोनस लिस्ट भयो सपोज मान्नुहोस् होइन। तर त्यो बोनस त के हुन्छ, सबै ट्रेडेबल हुँदैन होइन। र एकैचोटि के आउँछ भन्दाखेरि अननोन ब्रोकरबाट सेल आउन थाल्छ नि, जहाँ बाई नै भएको छैन होइन। त तपाईँले भन्नु खोजे त्यस्तै त होला नि। हजुर हजुर, त्यो अब जब ट्रेडमा आउँछ